थ्याङ्क यू छोरो तपाईँ मम्मी नै हो कि जान्छु म त कालो खान्छु कालो सानो बाबु यता कता थ्याङ्क यू के बनाइदियो हामी त दुईटा लड्डु खान पाइन्छ एउटा ताराबाट एउटा अमृतको ताराबाट पानीलाई नै लगाइदियो हुन्छ नि कालै खुलाउ न छोली मम्मीले जस्तो हामी नै खुवाइदिन्छ तिमीलाई बेच्नु त छ खाली गर्न हुन आज योपालि त दिने त होइन होला त तर पनि खाली गर नगरौँ अहिले पछि अब तिमी अलग्ग नहाल्दै किन जाऊ त्यो कुकुरलाई नै ल्याइदिउँ है टिका थ्याङ्क यू छोरो तिमीहरू निरोगी होस् सधैँभरि यसरी नै 8 बजी आओस् मम्मीलाई उस लड्डु बनाइदिनु सधैँ 8 बजी यहाँ आउँदैन सधैँ बेलुका 8:30 बजी आओस् अर्कोचोटि नि अहिले बिहान आएर खुलाउ मम्मीलाई पुसा कालो खान्छु म त कालो के छ के पुसा कुन खाने पयाल खुलाउ हो कहिले ठुलो घाँस खाएको हो मेरो हो कुन खान्छ तिमीले म खुलाउँछु भाग्यमानी होस् निरोगी होस् मेरो छोरा ज्ञानी होस् कुन खाने भन्दा तिमी यो कालो छ यो कालो खान्छ कालो मान्छेले कालो खानुपर्छ ल निरोगी होस् ज्ञानी होस् भाग्यमानी होस् टिका लगाइदिने पैसा दे पैसा त ल्याएको छैन आएर पैसा दिनुपर्छ ल मैले ल्याएको न खाली गर्न हुन न बाबु न थोरै न खाली गर्न हुन खोइ अहिले त दिने त होइन तर खाली गर्न हुन के अलिक घर गएर दिन्छ नकान्छ घर गएर उधारो चल्दैन भन् उधारो चल्दैन निस्यो भाग्यमा आइसक्यो मैले जति छ त्यही भएपछि ए रहेछ ल एउटा ल मिठाई खुलाएर कान्छालाई खुलाएन तिमीले मिठाई ठिक छ मिठाई खुवाएर कान्छालाई आमा आमा यता छिटो छिटो गयो के अरे कान्छालाई मिठाई खुवाउन देखिर मैले खुलाएँ कि खुलाएन खुलाएन है मैले नि खुलाउने काम छ कि खुलाएर यदि नखुलाएर हेरेको म बिर्सेरहेछ त ह्याप्पी बर्थडे टु यु हामीलाई मदर्स डे उसलाई ह्याप्पी बर्थडे है भन न ह्याप्पी बर्थडे भनेर ह्याप्पी बर्थडे अब बोल्न जानेको के खाएर उस ल भयो भाइ